हेलो साथीहरु, आज म फेरि कक्षा 9 को एउटा महत्त्वपूर्ण हिसाब लिएर आएको छु जुन बीजीय व्यञ्जकको हो। आज हामी यसलाई हल गर्ने। लौ सुरु गरौँ। सबभन्दा पहिले यो 9x² को होल स्क्वायर भयो अनि यो 8y² को होल स्क्वायर। यो तपाईलाई समझमा आइहालेको होला। अनि यो a² + b² को फर्मुलामा तोडिदिने। त 9x² + 8y² को होल स्क्वायर माइनस 2 * 9x² * 8y² भयो। अब 9x² + 8y² को होल स्क्वायर माइनस यो x44x² y² हुन्छ। तब यो तपाईलाई क्याल्कुलेटिङ गरेर पत्ता लगाइहाल्नु होला। अब यो 12xy को होल स्क्वायर भयो किनकि 12 को स्क्वायर 144 हुन्छ। तब हेर्नु होला a² - b² को फर्ममा गयो। त हामीले a² - b² फर्मुला लगाउने। त यो प्लस 12xy प्लस 8y² एउटा भयो र एउटा 9x² माइनस 12xy प्लस 8y² भयो। यो तपाईको एन्सर भयो। धन्यवाद।